मर्निङ छ सबैजनालाई मेरो यो मिनी ब्लगमा। आज चाहिँ चेन्नईमा पुरा पानी परेको अवस्थामा छ र पुरा पानी परिरहेको छ भन्दा पनि सिमसिम परिरहेको छ, सिमसिमे पानी झिस्किन नानी भनेर चाहिँ पुरा परिरहेको छ मेरो मिनी ब्लगमा। र तपाईँहरूलाई देख्न सक्नुहुन्छ आज सोमबारको दिन र ह्याप्पी मन्डे छ सबैजनालाई। र त्यति भन्दै यहाँ म चाहिँ रुम जाँदैछु। अनि त्यहाँ पछाडि यहाँ देख्नुहुँदैछ, यहाँ चाहिँ फ्लाइट कुदिरहेको छ। उहाँ हो छेउछेउबाट कुद्छ यहाँ फ्लाइट पनि। यहाँ देख्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुँदैछ। यहाँ एयरपोर्ट पनि छेउछेउमै छ, किनकि यहाँ मधुरो भइसकिसक्यो पानी परेकोले गर्दाखेरि। म अहिले पुसेर फेरि तपाईँलाई पुरा पानी परिरहेछ, किनकि म यहाँ हाम्रो रुमदेखि छेउमै एयरपोर्ट। रातभरि सुहारा सु गरिबस्छ हौ। कोही अब रातभरि भन्दाखेरि अब नाइट पर्छ, नाइटको अब नाइट गरिन्छ। अब आजबाट चाहिँ मेरो मर्निङ मतलब दिउँसोको ड्युटी हुन्छ आजबाट चाहिँ। तर आज मेरो छुट्टी छ र पानी त नभन्नु न, जस्ट स्टार्ट आजबाट स्टार्ट भएको छ। र यो के भन्नु, अब पानी पर्दाखेरि गर्मी पनि कम्ती हुन्छ है, तर राम्रै लाग्छ। यति भन्दै म बिदा लिइरहेछु। सुमन छेत्री। जय हिन्द, जय भारत, जय गोर्खा। बाय बाय और हैप्पी मंडे सब लोगों का।